सुरक्षामाथि सबभन्दा माथि चलाउने भनेको म भ्यालीको प्रमुख पनि होइन, म काठमाडौँको प्रमुख पनि होइन, म चाहिँ प्रमुख जिल्ला अधिकारी जसले आदेश दिने भनिन्छ नि, भन्ने गरिन्छ, त्यो पनि त्यति बेरै आदेश दिन्छ भन्ने होइन, त्यो पहिले लेखेर दिया हुन्छ होला भन्छु। अनि म चाहिँ त्यो सुरक्षा समिति हुन्छ नि, त्यो सुरक्षा समितिमा पनि म छैन। सुरक्षा समितिमा पनि प्रधानमन्त्री हुँदैन। प्रधानमन्त्रीले त के हुँदैछ भनेर रिपोर्ट लिने हो। राष्ट्रिय सुरक्षा परिषदसम्मको नेतृत्व प्रधानमन्त्रीले गर्नु हो। राष्ट्रिय सुरक्षा परिषद चाहिँ केका लागि हुन्छ भन्दा सेनासँग सम्बन्धित हुन्छ। सेना युद्धका लागि वा त्यस्तै प्रयोजनका लागि सेना परिचालन दुई प्रकारको हुन्छ। एउटा स्ट्यान्ड बाई आदेश सहितको परिचालन, प्राकृतिक प्रकोप आदि इत्यादि, अथवा कुनै परिस्थिति त्यस्तो आयो भने सेना परिचालन गर्नुपर्ने अवस्था आउँछ। अस्थायी रूपमा, आवधिक रूपमा, आंशिक रूपमा, कुनै कर्फ्यू आदेश जारी भयो, केही भयो, सेना परिचालन, त्यसमा त्यो सिडिओले नै गर्ने कुरा हो, त्यसमा प्रधानमन्त्रीको हुँदैन। राष्ट्रिय स्तरमा सुरक्षाका लागि सेना परिचालन गर्नु पर्यो भने वा पहिले पनि विभिन्न समयमा सुरक्षाका लागि सेना परिचालन गरिएको छ। यो त्यस्तो खालको परिस्थिति त उत्पन्न भएको थिएन। त्यहाँ जेजीले माग गर्यो भन्ने बित्तिकै पनि सेना परिचालन गर्नुपर्ने त थिएन। र सेना छ डिफेन्सका लागि, रोक्नका लागि, देखाउनका लागि मात्रै परिचालन गर्ने हो, लड्नका लागि होइन। सेना चाहिँ देखाउनका लागि मात्रै हो होइन। परिस्थिति हुन्छ नि, ब्याक फोर्सको रूपमा गोली चलाउनका लागि सेनालाई ब्याक फोर्सको रूपमा जो राखिया हुन्छ नि, लड्नका लागि राखिया होइन। सारै परिस्थिति त्यता गयो भने मात्रै हो, नत्र भने चाहिँ त्यो प्रयोग हुँदैन। शस्त्र प्रहरी प्रयोग हुन सक्छ, प्रहरी नै हो प्रयोग हुने। अनि यसमा प्रधानमन्त्री टुप्पामा भनेको यो त अब प्रधानमन्त्री कार्यकारी प्रमुख हो, त्यसो भएको हुनाले सबै अङ्गको सबै निकायको प्रमुखै मानिन्छ। तर नेपालको संविधानले के गरेको छ भने सेनाको परमाधिपति त प्रधानमन्त्रीलाई बनाएको छैन, राष्ट्रपतिलाई बनाएको छ। र प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउँछ, तर सिफारिस गर्न पाउँछ, राष्ट्रपतिले इजाजत दिएमा मात्रै पाउँछ, राष्ट्रपतिले भने मात्रै, किन परमाधिपति राष्ट्रपतिलाई बनाएको छ। त्यसकारण परमाधिपतिसँग कुनै आज्ञा, इजाजत, स्वीकृति केही पनि त लिया त छैन।